विश्व फुटबलको महाकुम्भ अन्तिम घडीमा आइतबार हुँदैछ महाभिडन्त। सुन्दै जिब्रो टोक्ने पुरस्कार राशि विजेताले पाउनेछन् $5 करोड, 7.5 अर्ब नेपाली। दोस्रो र तेस्रोलाई पनि गाडीभरि पैसा। 48 वटै टिमले पाउँछन् रकम। कसलाई कति? विश्व फुटबलको सबैभन्दा ठुलो भिडन्त अब केही घण्टा नजिक आइपुगेको छ। आइतबारको अन्तिम महासङ्ग्राममा साबिक विजेता अर्जेन्टिना र स्पेन आम्ने सामने हुँदैछन्। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी र स्पेनका युवा फुटबलर लामिन यामेल बीच हुने प्रतिस्पर्धाले फाइनललाई थप रोचक मोडमा पुर्याएको छ। मेसी र लामिन एकअर्कासँग भावनात्मक सम्बन्ध भएका फुटबलर हुन्। मेसीले 19 वर्ष अघि यामललाई नुहाइदिएको विषय अहिले फाइनल चरणमा प्रवेश गरेसँगै चर्चामा छ। यद्यपि अर्जेन्टिना र स्पेन फाइनलमा भेट हुने पक्का भएपछि विश्वकप विजेताले पाउने पुरस्कार राशि पनि अर्को चासोको विषय बनेको छ। आज हामी विश्वकपमा सहभागी विजेता, उपविजेता कुन टिमले कति पुरस्कार पाउँछन् भन्ने विषयमा चर्चा गर्दैछौँ। गत डिसेम्बरमा फिफाले 2026 विश्वकपका लागि 65 करोड 50 लाख अमेरिकी डलर, करिब रु 1 अर्ब 7 करोड 96 लाख नेपाली रुपियाँ बराबरको पुरस्कार कोष घोषणा गरेको थियो। यो रकम सन् 2022 को कतार विश्वकपको तुलनामा 50% बढी हो। आइतबार हुने अर्जेन्टिना र स्पेन बीचको फाइनलको विजेताले 5 करोड अमेरिकी डलर अर्थात् करिब 7 अर्ब 71 करोड 60 लाख नेपाली रुपियाँ प्राप्त गर्नेछ। यो अर्जेन्टिनाले हात पार्ला कि स्पेनले भन्ने आम फुटबल समर्थकमा कौतूहलता छ। विश्व जगतले दुई महारथी बीचको फाइनल भिडन्तको प्रतीक्षा गरिरहेका छन्। विश्वकपमा दोस्रो हुने उपविजेताले 3 करोड 30 अमेरिकी डलर करिब 5 अर्ब 9 करोड 25 लाख 60 हजार नेपाली रुपियाँ पाउनेछन्। शनिबार हुने तेस्रो स्थानको खेलमा विजयी हुने टोलीले 2 करोड 90 लाख अमेरिकी डलर अर्थात् करिब 4 अर्ब 47 करोड 52 लाख 80 हजार नेपाली रुपियाँ प्राप्त गर्नेछ। तेस्रो स्थानका लागि शनिबार फ्रान्स र इङ्ल्यान्ड आम्ने सामने हुँदैछन्। फ्रान्सका किलियन एम्बापे र इङ्ल्यान्डका ह्यारी केन चल्ता पुर्ता फुटबलर हुन्। दुवैजना गोल्डन बुटको दौडमा समेत छन्। आजसम्म मेसी र एम्बापे समान 8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा 1 असिस्ट बढी भएका कारण मेसी अहिले गोल्डन बुटको दौडमा अग्रस्थानमा छन्। नर्वेका एर्लिङ हालान्ड 7 गोलसहित तेस्रो स्थानमा छन्। तर नर्वे क्वार्टर फाइनलबाट बाहिरिसकेकाले उनले आफ्नो गोल सङ्ख्या बढाउने बाटो समेत बन्द भएको छ। त्यस्तै चौथो हुने टोलीले 2 करोड 70 लाख अमेरिकी डलर करिब 4 अर्ब 16 करोड 66 लाख 40 हजार नेपाली रुपियाँ पाउनेछ। क्वार्टर फाइनलबाट बाहिरिएका मोरक्को, बेल्जियम, नर्वे र स्विजरल्यान्डको समान 1 करोड 90 लाख अमेरिकी डलर अर्थात् करिब 2 अर्ब 93 करोड 20 लाख 80 हजार नेपाली रुपियाँ पाउनेछन्। अन्तिम 16बाट बाहिरिएका 8 टोलीले 1 करोड 50 लाख अमेरिकी डलर करिब 2 अर्ब 31 करोड 48 लाख नेपाली रुपियाँ प्राप्त गर्नेछन् भने अन्तिम 32बाट बाहिरिएका 16 टोलीलाई 1 करोड 10 लाख अमेरिकी डलर करिब 1 अर्ब 69 करोड 57 लाख 20 हजार नेपाली रुपियाँ प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी सबै 48 टोलीलाई कम्तीमा 1 करोड 5 लाख अमेरिकी डलर अर्थात् करिब 1 अर्ब 62 करोड 3 लाख 60 हजार नेपाली रुपियाँ सुनिश्चित गरिएको छ। समूह चरणबाट बाहिरिने टोलीले 90 लाख अमेरिकी डलर अर्थात् करिब 1 करोड 38 लाख 88 हजार नेपाली रुपियाँ पुरस्कार, तयारी खर्चका लागि 15 लाख अमेरिकी डलर अर्थात् करिब 23 करोड 14 लाख 80 हजार नेपाली रुपियाँ अतिरिक्त प्राप्त गर्नेछन्। यी सबै पुरस्कार रकम सम्बन्धित देशको फुटबल सङ्घलाई दिइनेछ। त्यसपछि ती सङ्घहरूले खेलाडी, प्रशिक्षक र अन्य सदस्यहरू बीच कसरी वितरण गर्ने भन्ने निर्णय आफै गर्नेछन्। धेरै देशले बाँकी रकम घरेलु फुटबल विकासमा खर्च गर्छन्। उदाहरणका लागि यस विश्वकपका सहआयोजक मध्ये एक अमेरिका अन्तिम 16 सम्म पुगेर बाहिरिएको छ, जसले 1 करोड 50 लाख अमेरिकी डलर अर्थात् करिब 2 अर्ब 31 करोड 48 लाख नेपाली रुपियाँ प्राप्त गर्नेछ। सन् 2022मा भएको सम्झौता अनुसार यदि महिला टोली अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपमा छनौट भएमा विश्वकपबाट प्राप्त रकम मध्येबाट 80% अमेरिकी पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडी बीच बराबरी बाँडिनेछ। यता इङ्ल्यान्डका खेलाडीहरूले भने राष्ट्रिय टोलीका प्रत्येक खेल खेले बापत पाउने 2000 पाउन्ड परोपकारी संस्थालाई दान गर्ने गरेका छन्। फिफाले 48 टोली सहितको पहिलो विश्वकपबाट 13 अर्ब अमेरिकी डलर आम्दानी हुने अनुमान गरे।